नमस्कार। आज हामी एउटा निकै मार्मिक कथा एक पत्नीको पछुतोबारे अलिकति गहिरिएर कुरा गर्दैछौँ। हजुर, यो कथा मात्रै नभएर मलाई लाग्छ यसले श्रीमान श्रीमती बीचको त्यो संवादको कमी हो अनि दैनिक तनावले सम्बन्धमा कस्तो असर पार्छ, हैन? एकदम। अनि कहिलेकाहीँ रिसको झोङ्कामा बोलेको कुराले जीवनभरिलाई कस्तो चोट पुर्याउँछ भन्ने कुरा पनि। त्यही त हाम्रो उद्देश्य पनि यसका महत्त्वपूर्ण सन्देशहरू केलाउने नै हो। कथाको सुरुवात नै हेरौँ न। श्रीमान राति 9 बजेतिर अफिसबाट एकदम थाकेर घर फर्कन्छन्। घर पुग्न साथ आराम गर्न पाउँदैनन्। उल्टै श्रीमतीको सोधपुछ झगडा सुरु भइहाल्छ। कहाँ थिस्, किन यति ढिलो भनेर। त्यो सुन्दा लाग्छ कि यो पहिलो पटक भएको होइन होला, हैन? सायद यो चलिरहेको समस्या हो नि। यो त लामो समयदेखिको तनावको विस्फोट जस्तो देखिन्छ। स्रोतले नै भन्छ श्रीमानको थकान भोक प्रष्टै देखिन्थ्यो रे अनुहारमा, तर श्रीमतीले त्यो बुझ्ने प्रयासै गरिनन्। त्यहाँ समानुभूतिको एकदमै कमी देखियो। श्रीमानलाई कस्तो भइरहेको छ भन्ने मतलबै भएन। अनि खानाको कुरा गर्दा त झन् हो, आफै हालेर खाऊ, म त सुत्न गए भनिदिने। यसले त उनीहरू बीच भावनात्मक दूरी कति बढेको रहेछ भन्ने देखाउँछ नि। रातभरि श्रीमतीको गुनासो मात्रै, श्रीमान चुपचाप। त्यो मौनता, खै त्यो सहनशीलता मात्रै हो कि अथवा अब संवाद गर्ने आशै मरिसकेको अवस्था हो? एक किसिमको निराशा पनि त हुन सक्छ नि। हो, निराशा नै होला। अनि भोलिपल्ट बिहानको घटना त झनै डर लाग्दो छ। अफिस जान हतार छ। सामान्य खाजा माग्दा श्रीमतीको मुखबाट के निस्कियो? यस्तो श्रीमान हुनुभन्दा त मरोस्। ओहो, कस्तो शब्द! त्यो सुनेर श्रीमानको मनमा के भयो होला? कल्पना गर्न सकिन्छ। उनी केही नबोली सायद भित्रभित्रै टुटेर अफिस गए। अब यसलाई रिसको आवेग मात्रै भन्ने कि? खै, मलाई त यो रिसको आवेग मात्रै जस्तो लाग्दैन। यो त लामो समयदेखिको त्यो असन्तुष्टि, त्यो संवादहीनताको चरम बिन्दु जस्तो लाग्छ, जहाँ शब्दहरूले हतियारको काम गर्यो। हो, अनि श्रीमानको त्यो चुपचाप जानुले पनि देखाउँछ कि सायद उनले अब शब्दमा अर्थ खोज्न छोडिसकेका थिए। र त्यसपछि त कथाले सबैभन्दा दुःखद मोड लिन्छ। बेलुका श्रीमती छोराछोरी लिएर फर्किँदा घर नजिकै मान्छेको भिड देख्छिन्। अनि त्यहाँ आफ्नै श्रीमानको लास गाडीको ठक्करले। त्यो क्षण त कल्पना गर्न पनि गाह्रो छ। छाँगाबाट खसे जस्तो भयो होला। त्यो बेला त अघिल्लो दिनको झगडा, बिहान बोलेको त्यो कटु वचन सब निरर्थक लाग्यो होला। एकदम। आफूले मरे हुन्छ भनेको मान्छे त्यसरी मृत भेट्दा त्यो अपराध बोध, त्यो पीडा शब्दमा भन्न सकिन्न। अनि त्यही रुवाबासीकै बीचमा श्रीमानको गोजीबाट एउटा कागज भेटिन्छ, एउटा पत्र। त्यो पत्रले त झन् वास्तविकता छर्लङ्गै पारिदिन्छ। पत्रमा लेखिएको थियो, प्रिय, तिम्रो र बच्चाकै लागि त हो नि यति धेरै काम गर्थे, तर तिमीले सधैँ घृणा तिरस्कार मात्रै गर्यौ। मेरो माया कहिल्यै बुझेनौ। अनि त्यो बिहानको कुरा, आज बिहान त तिमीले मरे पनि हुन्छ भनेकी थियौ। ल हेर, तिम्रो त्यही इच्छा पूरा गरिदिए। अब त खुसी छौ नि? यो पढ्दा त उफ, यो पत्रले श्रीमानको त्यो अन्तिम निराशा, त्यो गहिरो पीडा अनि सायद अलिकति प्रेम र धेरै गुनासो सबै एकैचोटि व्यक्त गर्छ जस्तो लाग्छ। यो उनको अन्तिम संवादको प्रयास थियो कि या चरम निराशाको अभिव्यक्ति? जे भए पनि श्रीमतीका लागि त यो जीवनभरिको पश्चाताप बन्यो। बल्ल उनलाई आफ्नो गल्ती, आफ्नो व्यवहार कति गम्भीर रहेछ भन्ने महसुस भयो। तर धेरै ढिलो भइसकेको थियो। एकदम। समयले आफ्नो खेल खेलिसकेको थियो। अनि श्रीमानको मृत्युपछि उनको जीवनमा अरू कठिनाइहरू पनि थपिन्छन्, हैन? हो नि। सामाजिक तिरस्कार, गरिबी, आफन्तको हेला, यहाँसम्म कि घर जग्गा पनि हड्पिन्छ रे। उनले भोगेको यो दुःख के यो श्रीमानको मृत्युको मात्र परिणाम हो कि उनीहरूको सम्बन्ध पहिलेदेखि नै कमजोर थियो भन्ने संकेत हो? खै, यो दुवैको मिश्रण जस्तो लाग्छ मलाई। पतिको मृत्युले त असहाय बनायो नै, तर त्यसपछिका घटनाक्रमले उनीहरूको सम्बन्धको जग कति कमजोर रहेछ भन्ने पनि देखाउँछ क्या। त्यही त, यस कथाबाट सिक्ने कुराहरू धेरै गहिरा छन्। यो रिसमा नबोल वा माया गर भने जस्तो सामान्य उपदेश मात्रै होइन।
यो त सम्बन्धलाई कसरी जीवित राख्ने, संवाद किन यति महत्त्वपूर्ण छ अनि साना साना कुरालाई व्यवस्था गर्दा कस्तो भयानक परिणाम आउन सक्छ भन्ने बार्यो। झगडा त हुन्छन् नै सम्बन्धमा होइन र, तर संवादको ढोका चाहिँ बन्द गर्नु भएन। समझदारी र सम्मान घट्दै गएपछि त सानो झिल्कोले नै डढेलो लगाइदिँदो रहेछ। त्यसो भए यहाँ एउटा प्रश्न उठ्छ, के हामीले पनि आफ्ना सम्बन्धहरूलाई अलि टेकन फर ग्रान्टेड पो लिएका छौँ कि अतारीमा आए सोचेका छौँ कि? हो, कतै हामी संवादभन्दा गुनासोमा, समाधानभन्दा आरोपमा अल्झिएका त छैनौँ? हाम्रा दैनिक व्यवहार, सानातिना रिसका झोकहरूले कतै सम्बन्धलाई भित्रभित्रै कमजोर त बनाइरहेका छैनन्? यो कथाले साँच्चै झस्क्याउँछ सम्बन्ध जीवित हुँदै त्यसको मूल्य बुझ्न, त्यसलाई जतन गर्न कति जरुरी छ भन्ने कुरा। हो, नत्र पछुतो बाहेक केही हात नलाग्न सक्छ। त्यो पछुतोले जीवनभर पोल्न सक्छ।